यदि हजुरहरूले डेली ब्लगिङ गर्नुहुन्छ अथवा कन्टेन्ट क्रिएट गर्नुहुन्छ अथवा क्रिएट गर्न चाहनुहुन्छ भने आजको यो भिडियो तपाईँहरूका लागि एकदमै फाइदाजनक हुनेछ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। म आज के को बारेमा कुरा गर्दैछु भन्दा तपाईँहरूले ब्लगिङ गर्नुहुन्छ भने तपाईँको ग्यालरीमा साना साना भिडियोका क्लिपहरू बनाएर राख्नुहुन्छ होला। तपाईँहरूले साना साना क्लिपलाई जोडेर लामो कन्टेन्ट अथवा ब्लग बनाउनुहुन्छ। कुनै पनि ब्लगरले एउटै क्लिपमा सबै चिज देखाउन सम्भव छैन र भिडियो राम्रो पनि देखिन्न त्यसो गर्दा। त्यही भएर तपाईँको ग्यालरीमा पनि तपाईँले कुकिङ गरेको, तपाईँले आफ्नो बच्चालाई पढाएको, तपाईँले आफ्नो गार्डनिङ गरेको, तपाईँ मार्केटमा गएको यी साना साना क्लिप बनाएर पक्कै पनि राख्नुहुन्छ र यिनी साना साना क्लिपलाई यसरी जोड्नुहुन्छ। भिडियो एडिटमा हामीले फाल्तुको चिजलाई हटाएर राम्रो चिजलाई राख्ने हो भने भिडियोको क्वालिटी र भिडियो आकर्षक देखिन्छ। क्लिपलाई जोड्नको लागि हामीले ट्रान्जिसन लगाउने गर्छौँ बीचमा। त्यो भिडियोलाई एडिट गरेर राम्रो आउटपुट दिन चाहनुहुन्छ भने आजको भिडियो तपाईँहरूको लागि लाभदायक हुनेछ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। तपाईँको फर यु पेजमा मेरो भिडियो आइरहेको छ भने पुरा भिडियो हेर्नुहोला। त्यसपछि मात्र तपाईँले भिडियो एडिटिङ सिक्न सक्नुहुनेछ र सबैको लागि यो भिडियो एकदमै कामको भिडियो बनाइरहेकी हुन्छु मैले। हजुरहरूले झर्को नमानिकन मेरो भिडियोलाई सेयर गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गर्नुहोला र धेरै टाइम वेस्ट नगरिकन मैले हजुरहरूलाई स्क्रिनमा लगाएर देखाउँदैछु। आज चाहिँ म VN एपबाट सिकाउँछु। एडिट्समा भन्दा यसमा धेरै फिचर हुन्छन्। कन्टिन्यू, त्यसपछि प्लस आइकन, त्यसपछि न्यू प्रोजेक्ट। अब हामीले के ल्याउने हो, तपाईहरूले अब साना साना भिडियोका क्लिप हुन्छन्, जस्तो यो मेरो क्लिप भयो। अनि 1 2 3 4वटा क्लिप छन् हाम्रा। यहाँबाट आवाज बन्द गरिदिउँ, हामीलाई चाहिएन अहिले। अब यो भिडियो र यो भिडियोको बीचमा हामीले ट्रान्जिसन लगाउने हो भने तपाईहरूले यसरी देख्न सक्नुहुन्छ। यो फुलको हो भने यो एरिका पाम हो। यसमा यहाँ क्लिक गर्ने प्लसको आइकनमा फेरि म बताउँछु। यहाँ देख्न सक्नुहुन्छ प्लसको आइकन छ, यहाँ यसरी क्लिक गर्ने। त्यसपछि यहाँ बेसिक ट्रान्जिसन छन्, ब्ल्याक, व्हाइट, लाइट, अनि यो ब्लर, यसरी ब्लर हुँदै जान्छ। अनि यो चाहिँ पिक्सलेट यसरी हुन्छ। अनि यो चाहिँ सर्कल हुँदै जान्छ। अनि यो चाहिँ पुश गर्छ तल। सबै अलग अलग छन्, तपाईलाई जुन मन पर्छ त्यो लगाउनु होला। मैले चाहिँ अलिकति मलाई यो राम्रो लाग्छ, ब्लर हुँदै जान्छ, यो लगाएँ। त्यसपछि हरेक क्लिपमा राम्रो लाग्दैन, कोही कोही क्लिपमा लगाउनु भयो भने तपाईको भिडियो एकदम आकर्षक देखिन्छ। यो चाहिँ यसरी व्हाइट हुँदै जान्छ, यो चाहिँ ब्ल्याक हुन्छ। मैले प्राय यही युज गर्छु। त्यसपछि यो पनि राम्रो लाग्छ मलाई। अब म यहाँ दुईटा ट्रान्जिसन लगाएँ, म भिडियोमा देखाउँछु हजुरहरूलाई चलाएर। यसरी एउटा ट्रान्जिसन यहाँ लागेको छ, एउटा यहाँ लागेको छ, हजुरहरूले देख्न सक्नुहुन्छ। नलागेकोमा यस्तो प्लस छ भने लागेकोमा यस्तो छ। यसरी तल गएर माथिबाट पुश गरेको छ यो पुशवाला ट्रान्जिसनले। अनि लास्टमा हजुरहरूले लगाउन चाहनुहुन्छ, अब लास्टमा बोल्दै बोल्दै जाँदा आवाज नकट्योस् र भिडियो झ्याप्प बन्न होस् भन्नको लागि चाहिँ यो लगाउन सक्नुहुन्छ। यसरी एकदम बिस्तारै बन्दै जान्छ। यसरी ट्रान्जिसन लगाएर हामीले यसलाई यहाँबाट हामीले एक्सपोर्ट गर्न सक्छौं। आज हजुरहरूले भिडियोको बीचमा ट्रान्जिसन लगाउन सिक्नुभयो र हजुरहरूलाई म भिडियोको एकदम 0 लेभलदेखि सम्पूर्ण जानकारी मैले दिनेछु। मसित जोडिनु होला र हजुरहरूले एउटा काम पक्का गर्नु होला। यदि हजुरहरूले भिडियो एडिटिङ गर्न चाहनुहुन्छ भने तपाईले एडिट एप्स अथवा VN एप कुनै पनि एउटा एपलाई इन्स्टल गरेर राख्नु होला, ताकि मैले बताएको कुरा हजुरहरूले प्र्याक्टिस गर्न सक्नुहुनेछ, सिक्न सक्नुहुनेछ। एकदमै कामको चिज हो, हजुरहरूलाई एकदमै काम लाग्ने चिज लिएर म आउने गर्छु। हस्त, धन्यवाद।